नमस्कार, किरण पौडेल अफिसियल युट्युब च्यानलमा यहाँहरूलाई स्वागत छ। आठकाण्ड रामायण प्रस्तुत गर्दै जाने क्रममा आज म यहाँहरू समक्ष युद्धकाण्ड अन्तर्गत देवताहरूले रामको स्तुति गर्नु, सीताजी सहित अग्निदेव प्रकट हुनु भन्ने विषय प्रसंग लिएर उपस्थित भएको छु। आउनुहोस् अब सुरु गरौं देवताहरूले रामको स्तुति गरेको, सीताजी सहित अग्निदेव प्रकट भएको विषय प्रसंगबाट। शिवले खुशी भई गरा रंका हजुर माता, सीता नरमा हुना चुपछि फेर वाही अयोध्यामा। अहिले यी दशरथ पिता हजुरका मिल्लाकी दर्शन बने, आया दर्शन आज बक्सनु आवाज प्रमित प्रभुले पनि। यो बिन्ती शिवको सुनेर दशरथ जी का हजुरमा गए, पाउमा शिर राखी बक्सनु भयो अत्यन्त खुसी भए। आलिङ्गन दशरथजीले पनि गर्या तार्यौ मलाई भने, विदा भई दशरथजीले पनि गया फेर स्वर्ग लोकमा पनि। बानरको जति फौज मर्यो रण हुँदा ती सब बचाऊ भने, अमृत वृष्टि गराउन कन हुकुम इन्द्रलाई अनि। हुकुम पाए इन्द्रले पनि अमृत गिराया जसै, बानरका सब फौज खडा पनि भया रामका कृपाले तसै। बिन्ती ताही गरे विभीषणजीले रामका चरणमा परे, मंगल स्नान गरी बक्सियोस् हजुरले यो सानको हो गरे। मंगल स्नान गरी वस्त्र भूषण धरे, राजा जयही हवस सेवक हूँ करुणा निदान हजुरको प्रीति ममाथि रहो। बिन्ती सुनि हुकुम भयो हुन त हो, जाना त हो स्नान गरे। क्यारो आज रहेछ भाइ त बरात भैजाइ जटा जोट गरे। त्यो भाइ पर राति आज यहाँ कुण्डी तले स्नान गर्यो, सुग्रीव वीरहरू छन् यी देव तिमीले यिनलाई लेखा भर्यो। हुकुम यति हुँदा विभीषणजीले रत्नादि वृष्टि गर्या, जसले जुन जिज खोज्छ चोच दिए सब फौजको ताप हर्या। सब फौजलाई बिदा पनि दिनुभयो रामले कृपा खोप गरे। फौज बानरहरूको पनि तरि गयो आनन्दमा कोप परे। फौज बानरहरूको पनि तरि गयो आनन्दमा कोप परे। नमस्कार।